बालेन सरकारको डोजर आउनु अघि नै जनताले आफै हटाए अतिक्रमण। बालेनको अभियानमा खुलेर साथ दिँदै 40 वर्षदेखि बसेको घर जनताहरू आफैले भत्काए। एकदम म त सपोर्टिङ हो, बालेनको सपोर्टिङ हो। यो बाटो बन्नुपर्छ, ठुलो बन्नुपर्छ, क्लियर हुनुपर्छ। सरकारलाई एकदम सपोर्ट। सरकारलाई अब दुःख दिनु सरकारलाई होइन, बेकारमा यो महँगो तेलहरू खर्च गराएर होइन। यसै पनि 25 मिटर भित्र हामी छौँ होइन, अहिलेदेखि होइन। अब यसपालि चाहिँ क्लियर भयो, बाटो बन्यो भने राम्रो। बालेन सरकारले बाराको चर्चित 3 नम्बर पुल क्षेत्रमा पनि डोजर चल्ने चेतावनी दिएपछि अनौठो दृश्य देखिएको छ, जहाँ अन्य ठाउँमा सरकारले सडक अतिक्रमण हटाउन खोज्दा जनता विरोधमा उत्रिन्छन्। त्यही बारामा भने करिब 40 वर्षदेखि बसोबास गर्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएका स्थानीयहरूले भने उल्टै सरकारले राम्रो काम गरिरहेको छ, हामी महँगी डिजल खर्च गराएर डोजर ल्याउन बाध्य बनाउँदैनौँ भन्दै आफ्नै हातले घरठरा हटाउन थालेका छन्। राज्यले गरेको, बालेन सरकारले गरेको त हामी एकदम धन्यवादै दिन सक्छु होइन। सुकुम्बासीको नाममा हुकुमबासी चाहिँ अब नहोस् भन्ने उहाँको चाहिँ एक धारणाले यो चाहिँ अब गर्न सक्छ। त्यो चाहिँ छुट्टै कुरा, त्यो चाहिँ हुनसक्छ, त्यो पनि गर्नै पर्छ। किनभने निष्पक्ष छानबिन गरेर त्यसलाई चाहिँ कस्तो रहेछ भन्ने कुरा त सरकारले गर्ने कुरा रह्यो। सुकुम्बासी प्राय धेरै जस्तो चाहिँ अब जग्गा कतै नहुने त्यस्ता खालको चाहिँ व्यक्तिहरू छन्। सडक डिभिजन कार्यालय हेटन्डाले पथलैयादेखि 3 नम्बर पुल हुँदै चुरियामाई मन्दिरसम्मको सडक क्षेत्रभित्र पर्ने दायाँ बायाँ 25-25 मिटर अतिक्रमण वैशाख 10 गते भित्र खाली गर्न अन्तिम डेडलाइन दिएको थियो। 11 गतेको बिहान 6 बजेबाटै डोजर चलाउने तयारीको साथ डोजरमा डिजल भरेर तयारी अवस्थामा थियो सरकार। तर स्थानीयले हामी सरकारको यो महँगीको डिजल नाश गराउँदैनौँ भन्दै आफै घरठरा भत्काउन थाले। स्थानीय सुकुम्बासी तथा व्यवसायीहरू भने बालेन सरकारको कामलाई साथ दिँदै देश बन्नुपर्छ भन्ने पक्षमा उभिएका छन्। बारामा भने सरकारलाई बल प्रयोग गर्नुपर्ने अवस्था नआउने देखिएको छ, किनकि यहाँका स्थानीयहरूले विरोध होइन सहयोग रोजेका छन्। बालेन सरकारको कडाइ देखेर जनता आफै अघि सरेको यो घटना अहिले उदाहरणीय बन्दै गएको छ।